तिमी सधैँ भन्छौ नि मेरो बारे किन कविता लेख्दैनौ भनेर। प्रिय, लेख्न त लेखौँला तिम्रो बारे, तिम्रा आँखाको गहिराई लेखौँला, लेखौँला तिम्रा ओठको लालीको गाढापन, लेखौँला तिम्रा सुन्दर हातको त्यो पहिलो स्पर्श, लेखौँला तिम्रो सामिप्यताको आभास अनि लेखौँला तिम्रो केशको सुगन्ध सम्झेर ती पलहरू जहाँ म तिम्रो आँखाको एक झलक पाउनलाई त्यो भिडहरूमा आफ्नो वास्तै नगरी उठ्थे। तर लेख्दै जाँदा तिम्रो बारे कलमको मसिसकियो भने त्यो खालीपन लेखौँ कि नलेखौँ। लेख्दा लेख्दै तिम्रो बारे तिमीलाई बयान गर्ने लायक शब्दै भेटिएन भने त्यो मौनता लेखौँ कि नलेखौँ। म लेख्न त प्रिय महाकाव्य लेखिदिउँला, तिम्रै नाममा म लेखिदिउँला उपन्यासका ठेलीहरू, छापिदिउँला अनेकौं सङ्ग्रहहरू, लेखिदिउँला शेक्सपियरका जस्ता नाटकहरू अनि रचिदिउँला अर्को मुना मदन पनि। तर प्रिय, सुन्ने बेला तिमी मेरो छेउमा भएनौ भने त्यति बेला एक्लोपनले गर्दा झरेका आँसुको बिल्नु स्वाद लेखौँ कि नलेखौँ।